साथीहरु फेरि पनि तपाईलाई हाम्रो भिडियोमा स्वागत छ सबैजनालाई हैन हामी चाहिँ यहाँ फुलुङ होला भोगटे टिप्नु आएको यो कक्कलाई थाहा छ साथीहरु यसको के पार्छ थाहा छ भन्ने यो कसलाई थाहा छ यसको के हुन्छ तपाईहरुलाई थाहा छ कि छैन कमेन्ट गर्नु होला हामी चाहिँ आज भोगटे टिप्नु आएको छौं यावा म गाईहरु भोगटे टिप्नु आएको यसको हैन के भन्छ यसको चाहिँ रक्सी तीन पानी पारेर यसरी मार्ने हो अनि मर्चा मोलेर ड्रममा लाउने साथी चाहिँ त्यहाँ टिपेकै छ म चाहिँ बस्दै छु यसरी टिपिन्छ साथीहरु मज्जा हुन्छ रक्सी कसलाई चाहिन्छ कन्ट्याक्ट गर्नु होला कमेन्ट ध्यान दिनु होला 98 मा टुटुटुमा डट त्यहाँदेखि चाहिँ कममा यति न अहिले ल साथी हो हाम्रो चाहिँ फाइनली यो झ्याङ सक्यो हैन यसरी चिथल्नु पर्छ अनि अब अर्को झ्याङमा जान्छौँ हामी ओ यहाँ नि छ ओ हैन लाज पो लाग्छ जेठान देउरानी हामी भन्नु त इत्रै जस्तो लाग्छ के नि किन आज गोठाले गएन रहेछ त भोलि मिटिङ हालेर तिमी अभियान हाल्ने नि चन्द्रिका दिदी 10 दिनको लागि गयो मिटिङ अघि जाने थियो मलाई उसको छोरीले भन्यो काली उयो के उयोको होइन स्वयंसेविका स्वयंसेविका मेरो टाउको बान्नु पर्यो यस्तो माथि दुख्छ के यो नपिट्नु पर्यो बानी भएर अस्ति मेरो दुख्दै थियो 2-3 वटा टिकटक बनाइराख्नु पर्छ अब त गोठलामा है साथी मेरो नभएर लाउने हिजो एक्लै त फेरि कसरी बनाउनु जस्तो लाग्छ नि हिजो सन्तेपालाई बनायो भन्छु नमान्ने आफै राम्रो भएको उयोमा बनायो त्यो गीत कसम कुन चाहिँ गाएको भाइरल भएको छ त त्यो गीत कुन गीत पो भाइरल छैन मैले बिर्से हेर्नु धेरै मैले त्यो भोइस अफ त्यो अन्दा अलिक मजाले राति बत्ती बाँडेर चाहिँ टिभीमा भिडियो गर्नुपर्ने रहेछ के कति राम्रो नि त्यो त्यसलाई त अन्दा कस्तो माया लाग्छ मेलिना चाहिँ हामी नि बिचरा नि उयो पनि आएको रहेछ नि त्यो पहिला अन्दा त्यसले चाहिँ ल्याएको त्यो त आउनु पाउँदैन नि त्यसकै साथी रहेछ नि त नि त्यसले चाहिँ ल्याएको त्यो त पहिला मेलिनाकोमा थियो नि को त्यो अन्दा के को हौ खेमको महिना र होइन मेलिनाकोमा ए खेमकोमा त अर्को पनि अन्दा नै भाग कस्तो भएन अर्को अन्दा पाण्डे एक नि त्यो यावहरू गयो भने यहाँ हेरि पठाउनु भनेको कति छ तर अहिले के जान्छ भे कराउँदै थियो परै भर्खर ज्ञान त्यो मोटेले नि बिहे गरेछ नि त्यो होइन पारीको त्यो मलाई साम्बा भाउजू भन्ने हौ तपाईँले साथी भन्नु भनेको कहाँ ल्याउनु भएको उहाँले नि त हौ यस्तो त के टिप्नु होला त्यो घाँट हो त्यसले ल्याएको बुढी म तपाईँलाई नि भन्नु भनेको बिर्सेको म त हिजो त देखेको म त अस्ति देखेको नि म त के देखेको त्यो नयाँ लाग्छ उसले त लगाएको छैन नि कि लगाएको थियो साम्बा भाउजू अरे
कल्पेहरू चाहिँ दोकान गर्ने होला खै के भुट्दैछु भने जस्तो कल्पना हामीलाई गर्दै राख्छु धेरै जस्तै आएको छ दा भाइ त्यो दाजु हेमराज खै यो त अलग छिनी छ अरे भन्ने मलाई किन जे बोल्छ यहाँ मलाई चाहिँ यसो पो भन्छ के पो भन्छ मान्नु नजान्नेलाई हिजो यसो पो भन्छ कस्तो हल्लाउँदै डुलिनेको हल्लाउँदै भन्दै थियो अनि सनदलाई चाहिँ कहाँ देखाउनु भएको भनेको त उसको हातको यसो गरिदिएको थियो नि यसो अनि खोइ के यस्तो के गरिदियो यो जाठा त बोक्कै पुग्छ त जङ्गलमा भेट्यो भने अनि यसो पो भन्नु खालि कान्छी बुढी बेहोर्छ भन्छ ठोक्का कोचे आउँछ त्यसमा को नि त म एउटा नानी जन्माउनु पर्ने छोरा कान्छी बे गर्नुपर्ने कहिले त्यसो आरती ल्याउने लु आरती हल्लाउँदै मैले आरती ल्याउने आरती हेर्नु हो नि त हो मेरो साथी यो त अलग छिनी छ अरे जे बोल्छ त्यस्तो के रिस गरेर नि बन्द गर्ने बेला हो ठुलेहरूले खाएको अरे होइन पानी अस्ति म पैसा लिनु गएको थिएँ तिमीहरूको पार्ने भयो भने पर बेच्नु लाउनु नि तर के लाउ हाम्रो त नबेच्नु पछि नानी जन्मिँदैन लक्ष्य जाड तिमीहरूकोमा छ हो हाम्रोमा अनि ढेडे यति खाइराखेर हाम्रोमा यहाँ देमाकोमा मेरै नारी अनि के भन्नु अरे देमाले के भन्नु कोदो टिप्नु सघायो